त्यही सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु भन्नु पर्यो। अनि मलाई खासै त्यस्तो बोल्न चाहिँ आउँदैन, भिडियो चाहिँ स्किप नगरिकन हेर्नु होला। एउटा यो भिडियो चाहिँ एउटा मेमोरीको लागि, अनि अर्को चाहिँ हजुरहरूसँग केही कुराहरू सेयर गरौँ न भनेर आएको छु। यस भिडियो चाहिँ स्किप नगरिकन हेर्नु होला। खास कुरा चाहिँ के हो भने कुनै जापानिजहरूले चाहिँ ढोकासम्म आउने, ढकढक गर्ने, ला तँलाई उपहार हो भन्ने दिने गर्नुहुन्छ। अनि कुनै जापानिजहरूले चाहिँ भेटेर होइन उपहार हो भन्ने दिने गर्नुहुन्छ। अनि कुनै जापानिज चाहिँ फेरि म यो ठाउँमा खाइमनो गर्न गएको थिएँ, त्यो लागि चाहिँ मैले यस्तो ल्याइदिएको छु भन्ने उपहार हो भन्ने दिने गर्नुहुन्छ कि। अनि एउटा उपहार चाहिँ मलाई हिजो कामबाट फर्किने बेलामा युवराजले दिनुभएको हो होइन। उहाँको चाहिँ मैले फोटो समेत हाल्छु भनेको थिएँ, तर उहाँले चाहिँ मलाई फोटो नहाल्न भन्नुभयो होइन। यो भिडियो चाहिँ हेर्नुहुन्छ उहाँले। यहीँबाट म युवराजलाई आरिगातो गोजाइमास भन्न चाहन्छु होइन, धन्यवाद भन्न चाहन्छु। अनि यो उपहारमा चाहिँ के छ त होइन, म हजुरको अगाडि खोल्छु, के रहेछ त्यसमा होइन। तर जापानिजहरूले चाहिँ मलाई थाहा छैन किन यस्तो गर्छन्, यसरी उपहारहरू दिने गर्छन्, मलाई चाहिँ थाहा छैन। मलाई त्यस्तो भाषा चाहिँ एकदमै जान्ने बोल्ने होइन त्यस्तो चाहिँ होइन। अलिअलि बुझिन्छ, बुझेको कुरा अलिअलि त्यस्तो नजान्ने पनि होइन, अलिअलि चाहिँ बुझिन्छ बोलिन्छ। त्यस्तो जान्ने, उनीहरूसँग हिँड्ने घुम्ने त्यस्तो चाहिँ होइन म। तर चाहिँ उपहारहरू चाहिँ ढोकासम्म ल्याइदिने, भेटेर दिने गर्नुहुन्छ। अनि हजुरलाई म चाहिँ आएको 5 महिना भयो समथिङ। त्यस्तो भाषा जान्ने चाहिँ छैन म, र 5 महिना चाहिँ हुन लाग्यो होइन। त्यस्तो नजान्ने भनेर त्यस्तो नजान्ने पनि होइन, ठिकै। अनि अलिअलि बुझ्छु, भन्ने कुरा अलिअलि बुझ्छु। अनि यस्तो उपहार चाहिँ किन दिन्छ मलाई चाहिँ थाहा छैन। हजुरलाई थाहा छ भने होइन, सेन्पाई अरू दाईहरू दिदीहरू हुनुहुन्छ भने किन यस्तो गर्छन् मलाई थाहा छैन। हजुरलाई थाहा छ भने कमेन्टमा भन्नु होला होइन, सेयर गर्नु होला। म चाहिँ हजुरहरूसँग यो कुरा चाहिँ सेयर गरेँ होइन। यो उपहार चाहिँ यस उपहार यो उपहारमा चाहिँ के छ त भनेर हजुरहरूसँग देखाउँछु, हजुर हेर्नु। एकदमै मिठो खानेकुराहरू पठाएको छु भन्नुभएको थियो, यो चाहिँ चाउचाउ हो के अरे होइन। अनि यो चाहिँ के हो थाहा छैन, खानेकुरा हो तर के हो थाहा छैन मलाई नाम होइन। यो पनि खानेकुरा हो, नाम थाहा छैन मलाई। यो पनि के हो यो पनि थाहा छैन मलाई, खानेकुरा हो तर नाम थाहा छैन। यो पनि खानेकुरा आलुको हो, चाहिँ आलुको चिप्स हो। यो पनि चाउचाउ हो। अनि यो पनि चाउचाउ हो। अनि यो चक्लेट हो, यो पनि चाउचाउ नै हो। यो पनि चाउचाउ हो। यो पनि खानेकुरा हो तर के हो थाहा छैन। अनि यो पनि चाउचाउ हो। अनि यो पनि लेज हो, यो चाहिँ चाउचाउ नै हो। यो चक्लेट हो, यो पनि चाउचाउ हो। अनि यो पनि चक्लेट हो, यो पनि चक्लेट हो। सकियो अहिले चाहिँ सक्यो। थ्याङ्क यू सो मच हाम्रो युरा सानलाई यहीँबाट आरिगातो गोजाइमास भन्न चाहन्छु। धेरै धेरै धन्यवाद, धेरै धेरै खुसी लाग्यो। ल युरा सानलाई धेरै धेरै धन्यवाद। र अनि लास्टमा जापानिजहरूले किन यस्तो गर्नुहुन्छ, यसरी किन प्रेजेन्टहरू पठाउनुहुन्छ, किन गिफ्ट हो भन्नुहुन्छ, किन उपहार दिनुहुन्छ, केही स्वार्थ भएर हो कि या कुनै केही भएर हो कि होइन। हजुरहरूलाई पनि आउँछ भने, हजुरहरूलाई पनि दिनुहुन्छ भने, हजुरहरूलाई पनि थाहा छ भने, हाम्रो सेन्पाई दाई दिदीहरूलाई थाहा छ भने कृपया कमेन्टमा भनिदिनु होला होइन। र हाम्रो युवराज सानलाई फेरि पनि आरिगातो गोजाइमास भन्न चाहन्छु, धन्यवाद।